नमस्ते साथीहरू, तपाईहरुलाई मेरो युट्युब च्यानलमा स्वागत छ। आई होप हजुरहरु पनि सबै सन्चै हुनुहुन्छ होला, आरामै हुनुहुन्छ होला। आज हामी भ्यू पोइन्ट परवास गएको थियौँ। यति बेला हामी जहिले पनि थोरलाई लिएर घुम्न जाने गर्छौँ। आज चाहिँ यो ठाउँ गाडीबाट हिँड्दा चाहिँ देखिरहेको, तर गएको चाहिँ थिएनौँ। त्यही भएर आज चाहिँ घुम्न हिँडेको। मम्मी, म, उहाँ चाहिँ मेरो सासू मम्मी हो। अनि हामी तीनजना भएर घुम्न गयौँ। रोड गाडीहरू हिँडिरहेको थियो। यहाँबाट भ्यू एकदमै राम्रो देखिने रहेछ। हामी चाहिँ हिँडिरहेको थियौँ। यो चाहिँ माथिल्लो साइड भयो, अनि योभन्दा तल्लो साइड अर्को भ्यू। दुइटै भ्यू सेमै देखिन्छ, तर माथि बस्ने ठाउँ अलि धेरै छ, यहाँ चाहिँ अलिक कम छ। मान्छेहरू तल माथि बसिरहेर भ्यू इन्जोय गरिरहेको थिएन। यहाँबाट यस्तो भ्यू इन्जोय गऱ्यौँ हामीले। राम्रो देखिने रहेछ भ्यू पनि। अनि यहाँ चाहिँ यता हेर्नु मम्मी भनिरहेको थिएँ मैले चाहिँ। मलाई त्यति साह्रो भ्लग बोलेर बनाउन आउँदैन, त्यही भएर चाहिँ म चाहिँ त्यति साह्रो बोल्दैन। मम्मीलाई चाहिँ एकदम बोल्न मन लाग्छ। उहाँ चाहिँ बोलिराख्नु भएको थियो, म चाहिँ हल्का हल्का मात्र बोलिरहेको थिएँ। गफ गर्दै हामी चाहिँ भ्यू इन्जोय गर्दै हिँड्दै गइरहेको थियौँ। नयाँ बाटो हिँड्न पाउँदा खुसी हुन्छ हाम्रो थोर। चाहिँ हिँडिरहेको थियौँ। भ्लग बनाउँदा फेरि चुरुमै लोटाउन र हैरान। यहाँ चाहिँ यस्तो थियो। त्यहाँ बुद्धको मूर्ति अनि फोटो खिच्नलाई ठाउँ। तपाईहरुलाई पनि राम्रो लागे भने घुम्न आउनु होला। एकदमै राम्रो देखिन्छ। यतिखेर घाम लाग्थेन, पानी पर्न लागिरहेको थियो, त्यही भएर अलिक क्लियर भ्यू देखे छैन हाम्रो। हामी एकछिन यहाँ बसेर भ्यू इन्जोय गऱ्यौँ। थोरलाई आऊ भनेर राखेको थियौँ। क्यामेरा अन गरेपछि थोरले हेर्दैन क्यामेरातिर, उता हेर्छ। रमाइलो भयो थियो। एउटा फोटोहरू लियौँ यहाँ बसेर हामी। त्यही बाटो कति हिँडिरहन्छौँ, तर मौकै परेको थिएन हामीलाई त्यहाँ जाने। तर गयौँ आज हामी। रमाइलो थियो। बुद्धको मूर्ति। थोर पनि यताउता हेर्दै बसेछ, मम्मी पनि यताउता हेरिराख्नु भएको छ। मम्मीले चाहिँ यहाँ केही भन्दै हुनुहुन्छ। घुम्न आएको आज परवासको यहाँ के अरे परवास भ्यू पोइन्ट भन्ने रहेछ। यहाँ बुद्धको मन्दिर पनि रहेछ। अनि यहाँ अब जोडाजोडीहरू आउने होला नि, होइन? अब आउँछन् रहेछ घुम्न यताउता। अनि त्यही भएर हामी पनि आएको थिएन, त्यही भएर आज चाहिँ यसो आम भनेर आएको। रमाइलो लाग्यो। अब मौसम चाहिँ अलिक पानी पर्ला जस्तो गरेछ। आज घाम लागेन, त्यही पनि रमाइलो भयो। राम्रै आयो भ्यूहरू सबै, होइन? राम्रो भयो। अनि हाम्रो थोरलाई घुमाउन आएको। यस्तो मान्छे देखाउने छ। तपाईँहरू पनि घुम्न आउनु होला। हजुरहरू पनि यसो परवासको उसमा घुम्न आउनु होला। यति नै भन्न चाहन्छु। बाई। यहाँबाट हामी चाहिँ आफ्नै पारामा भिडियो खिच्दै थियौँ। मम्मीले आफ्नो भिडियो लिइराख्नु भएको थियो, मैले थोरको आफ्नो पारामा। सब हामी तीनजना चाहिँ यताउता हेर्दै एकछिन यहाँबाट भ्यू इन्जोय गरेर हामी चाहिँ एकछिनमा यहाँबाट निस्किन्छौँ। थोर पनि हेरेर बसेछ। हामी घरतिर फर्क्यौँ। रोड आउन पर्छ। यो यतातिरबाट परवास लुम्बिनी मेडिकल कलेज पुगिन्छ, तर हामी यहाँबाट थोरै सर्टकट लियौँ। अब त्यता लुम्बिनी मेडिकल कलेज, यहाँबाट बासटारीतिर जान्छ।
यहाँबाट हाम्रो घर पुग्न 5 मिनेट जति लाग्छ मम्मीले फुल टिपेर हिँड्यौँ फुल सार्नलाई अलिकति भाँचेर लिएर हिँड्नु छ हामी चाहिँ यहाँबाट हिँड्यौँ बास्टारी अब यो बास्टारी आइपुग्यो बास्टारीबाट थोरै तल हो विस्टम बोर्डिङ स्कुल आउँछ यहाँ यसबाट यताभित्र छिर्ने गफ गरेर हिँड्दा घर आइसक्यो यहाँबाट हाम्रो घर देखिन्छ त्यो पारी हाम्रो घर हो यो चाहिँ हाम्रो घर हो यहाँ वरिपरि थोरै घरहरू छ हाम्रो घर थ्याङ्क यू सो मच मेरो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद मन पर्यो भने सेयर लाइक सब्सक्राइब गरिदिनु होला